लगाइदिने, गृहमन्त्रीले थरथर कमाउने, तपाईँको प्रधानमन्त्री पनि थरथर कमाउने, त्यो खालको एउटा बेला आएछ क्या अहिले यो। त्यस कारणले गर्दाखेरि हामीले पनि सोच्नुपर्छ नि त, यो तरिकाबाट चाहिँ जानु हुँदैन है। कमसेकम एउटा चाहिँ इथिक्सलाई लिएर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कुरा। नभएदेखि त तपाईँको त्यस्तो समातेर ल्याउने दुर्गा प्रसाद दाइले साँच्चीकै केपी ओली नै प्रधानमन्त्री हुने बेलामा फेरि सेकेन्ड आन्दोलन किन उठाउनु भएन त उहाँले? थर्ड आन्दोलन उहाँले किन उठाउनु भएन त? उहाँसँग किनभने त्यो बेलामा उहाँलाई बोरामा हालेर लान्छ भन्ने कुरो उहाँलाई थाहा छ क्या। अनि अहिलेको गृहमन्त्री प्रधानमन्त्री सबैको कुरा सुन्ने, सबै कुरा भयो भन्दामा फेरि यस्तो गर्छु उस्तो गर्छु, यो चाहिँ अलिकति ठिक नलागेको। तैपनि उहाँहरूले वार्तामा बोलाउनु भएको हो, वार्तामा उहाँहरू सहमतिमा जानुपर्छ र साँच्चीकै हामीले यो देशलाई पटक पटक फेरि आन्दोलन पारेर जनताको छोराछोरी मारेर फेरि म अगाडि प्रधानमन्त्री बन्छु भन्ने खालको सपना चाहिँ उहाँको दिमागबाट चटक्कै झिक्दिनुहोस् प्लिज। यो लाइभ जसले जेले हेर्नुहुन्छ होइन, किनभने अब फेरि पनि यहाँ जनताको छोराछोरी चाहिँ त्यत्तिकै तपाईँहरूको लागि मन्त्री बन्नको लागि बलिदान कोही पनि हुँदैन। यदि वास्तवमै त्यसरी गराउनु नै चाहनुहुन्छ भने फ्रन्ट लाइनमा तपाईँ उभिनुपर्छ। मेरो त भनाइ त्यही हो। अजय श्रेष्ठले कुनै आन्दोलन राख्छ, भोलि चाहिँ अजय श्रेष्ठ जान्छ भने अजय श्रेष्ठ फ्रन्ट लाइनमा हुनुपर्छ। पहिलो गोली अजय श्रेष्ठको छातीमा आउनुपर्छ है। योगदान भनेको त्यसरी हुन्छ, आन्दोलन भनेको त्यसरी हुने हो। नभए आफूले अरूलाई गोटी बनाएर आफू अन्डरग्राउन्ड बसेर अनि उचालेर अरूलाई चाहिँ पारेर त्यही जनतालाई मार्न पाउँछ? अब त्यो चाहिँ पाउँदैन, त्यो चाहिँ हुँदैन। जसले आन्दोलनको नेतृत्व गर्नुहुन्छ भने तपाईँहरू 7 जना 10 जना 15 जना फ्रन्ट लाइनमा बस्ने, त्यसपछि पछाडि समर्थकहरू आउने हो क्या। मर्नै एकजनाको नाम लिन सक्नु भएको छ उहाँले। अनि अजय गुप्ता चाहिँ मान्छे मर्या ठाउँमा पनि पुग्नु पर्ने, अनि त्यहाँबाट घाइते भठानी पुग्नु पर्ने, अनि धर्ना बसेका ठाउँमा पनि बस्नु पर्ने, अरूको अगाडि बोलिदिनु पर्ने। आफ्ना घर परिवार छैन होला? आज बोल्दै गर्दाखेरि एउटा मन्त्रीमण्डलमा नजानु हुन्थ्यो होला अजय श्रेष्ठलाई? हामी त मन्त्रीमण्डलमा देख्न चाहँदैनौँ, किनभने हामीले 5 वर्ष आओस् भन्नेको बसेको मान्छे हो। अजय श्रेष्ठ आउनुपर्छ भन्ने होइन। तर एउटा नामसम्म त लिनुपर्छ नि। यति काम गरेको व्यक्तिको आज एउटा नामसम्म आउँदैन, यो विडम्बना होइन? हामी चाहिँ के अर्काको लागि गोठालो मात्रै भनिदिने हो त? आज शोभा पाठकले उठाएको मुद्दा शोभा पाठकको मात्रै हो, आज आम नारीको होइन। तपाईँहरू जस्तो यही नारीको कोखबाट पैदा भएर जन्मिनु भएका छोराहरू होइन तपाईँहरू? तपाईँको घरमा भएका नारीहरू चाहिँ त्यो महिला होइनन्? आज हरेक चोटि आवाज उठाएको थिएँ मैले, आजभन्दा 1.5-2 वर्ष अगाडि आवाज उठाएको थिएँ। आज जस्मिन ओझा म समाजमा राम्रो काम गर्छु, सामाजिक रूपमा लड्छु, अन्यायको विरुद्ध बोल्छु भन्दै गरेकी बहिनीले अस्ति गएर त्यत्रो मिनिस्ट्रीमा गएर बोलिनन्। हामी एमालेबाट ह्यारेसमेन्ट छौँ, हामी माथिल्लो तहमा जानलाई हाम्रो शरीर सुम्पिनु पर्छ, म पनि त्यहाँको एउटा भिक्टिम हो भनेर बोलिन्। आज ती महिलाहरूलाई बोल्नको लागि आवाज बनेको होला नि त शोभा पाठक। के शोभा पाठकले गरेर खान नसकेको हो? शोभा पाठकको लागि मात्रै बोलेको हो? मैले छामेको छु, मैले बिहान उहाँलाई पनि पर्सनल्ली भनेको थिएँ होला। मैले नारी राम्रोसँग छामेको छु। समाजको लागि बोल्न सक्ने व्यक्ति को हो, के का लागि बोल्छ, ती व्यक्ति किन ओझेलमा परिन्छ? यस्तै मान्छेलाई मात्रै लाने हो त? कमसेकम अझै ल तपाईँ आउनुहोस् न त, अझै